गाइज हामी गाइज हेलो भन साना सिलिन पार गएको गाइज गाइज अब गाइज हाम्रो साना चाहिँ सानो बेबी भएको छ सानो पानी परिरहेको छ नि त आज वेदर खराब छ कि अब आजदेखिबाट धेरै पानी पर्ने कुरा छ सबै केयरफुल रहनु होला हाम्रो साना र हामी चाहिँ चिल्ड्रेन पार्क गएको है साना गाइज सानाले यहाँ फुल छुँदैछ है गाइज हेर कस्तो राम्रो छ यी फुल सानाले यो फुल धेरै मनपर्छ गाइज अब हामी चाहिँ यसरी आएका छौँ चिल्ड्रेन पार्क यता यो हाम्रो बङ्गलामुखी नजिकै छ हामी चाहिँ पाटन एरियामा रहेको प्रसिद्ध प्राचीन मन्दिर बङ्गलामुखी आएका छौँ आज विजयादशमीको दोस्रो दिन 2082 को हाम्रो सानो बेबी जस्तो भएको छ गाइज हाम्रो साना आज पानी पर्न लागिसक्यो गाइज यस्तो ठाउँमा आउँदाखेरि अलिकति ध्यान दिनु होला है झन्डै सानाको मम्मी चिप्ल्या थियो अब बच्चाहरू पनि चिप्लिने हो कि गाइज त्यहाँ एकदम गाह्रो छ है झन्डै उतार्नु परेको अब गाइज हाम्रो साना त हाँस्यो नि है साना है गाइज है साना हाई भनिदियो हाई भनिदियो हाई र है हाम्रो साना झन्डै लड्यो है गाइज हेलो गाइस हेलो गाइस हेलो गाइस गाइस यो बङ्गलामुखीतिर जानेछौँ हामी अब गाइस हामी अब 1-2 मिनटको हिँडाइमै पुग्छौँ हेर्नुहोस् त यो हाम्रो पुरानो धारा यो एकदमै ऐतिहासिक धारा हो प्राचीन धारा यो बङ्गलामुखी नजिकै रहेको साना अगाडि जाँदैछ गाइज म पछि पछि छु गाइज जो हामी त पुग्नै लाग्यौँ है गाइज जो गाइज हामी चाहिँ अब बङ्गलामुखी मन्दिरनेर पुग्न लाग्यौँ यहाँनिर चाहिँ ओहो हाम्रो सानाको फुल झऱ्यो गाइज त्यहाँबाट ल्याएको हाम्रो सानाले यो फुल लियो साना ल फेरि झाऱ्यो सानाले कति राम्रो फुल चाहिँ गाइज हुन्न ल फेरि झाऱ्यो म कति टिप्नु कति उठाउने हो गाइज यो फुललाई गाइज हाम्रो साना बदमास छ गाइज अब हामी बङ्गलामुखी मन्दिरनेर पुग्न लाग्यौँ गाइज हाम्रो ठुलो आमा घर यहीँनिर